हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म सुत्केरीमा माइत बस्दाखेरिको केही फोटोहरू लिएर आएको छु। हजुर हेरेर इन्जोय गर्नुहोला। र मलाई प्रेग्नेन्सी टाइममा सुत्केरी टाइममा जहाँ जसरी मलाई हेल्प गर्नुभयो उहाँहरू सबैजनालाई थ्याङ्क यू सो मच। सबैको नाम त लिन सक्दिनँ बट धेरैजनाले हेल्प गर्नुभयो, थ्याङ्क यू सो मच। अनि त्यस्तै गरी यो फोटोहरू यति बेला दिदीले मेरो सरिता दिदीले तेल लगाइदिनु भएको अनि त्यो भालेको जस्तो जुरो बनाइदिनु भएको रे त्यति बेला नै। यो यति बेला चाहिँ 2 मन्थ कम्प्लिट भएको फोटोसुट भनौँ न। फोटोसुट यो चाहिँ डेकोरेसन चाहिँ हाम्रो उषा मेरो बहिनीले गरेको। उसैले फोटोहरू खिचेको। उषाले एकदमै केयर गरी भाइलाई एकदमै बिहान उसलाई मैले मेरो बच्चालाई मैले माइत हुन्जेल दुध मात्र खुवाउनु मतलब फिडिङ मात्र गराउनु पर्थ्यो। प्रायः सबै नै उषाले नै रुए नि उसैले पकाउने, कपडाहरू धुनु पऱ्यो नि उसैले, सुआची गरे नि उसैले फेरिदिनु पर्ने फेरिदियो। थ्याङ्क यू सो मच उषा भन्छु। यदि यो भिडियो हेर्दैछस् भने म तेरो सधैँ आभारी हुनेछु। अनि यो फोटोहरू चाहिँ त्यही 2 मन्थ कम्प्लिट हुँदाखेरिको फोटो हो। उसलाई चाहिँ कल्चर ड्रेस लगाइदिएको हेर्नुहोस् न कति क्युट देखिएको छ है। अनि उहाँ त उषाजी भइहाल्यो नि, नक्कली छे बट राम्री छे उषा। अनि यो चाहिँ बाबुले सायद सुन कि त्यो कान छेड्ने बेला भिमान जाँदाखेरिको फोटो होला सायद यो, मैले ठ्याक्कै बिर्सेँ अहिले। उषाको फिगर हेर्नु होला, राम्री छ। अनि यो चाहिँ यत्तिकै ऱ्यान्डमली खिचेको, घाममा तेल लगाइसकेपछि घाममा फोटो खिचेको हो। यो फोटोहरू पनि त्यति बेला मेरो फुच्चे चाहिँ कस्तो घामले डढेर कालो भएको थियो कि सबैजनाले कालो हुन्छ होला भन्नुहुन्थ्यो। जस अहिले चाहिँ चेन्ज हुँदै हुँदै आएको छ। यो चाहिँ सायद 3 मन्थ हुँदा हो, 3 मन्थ कम्प्लिट हुँदाको फोटो हो यो चाहिँ। यो पनि उषाले डेकोरेट गरेको। अनि त्यो फुल चाहिँ धेरै नभएर जति छ त्यसलाई नै 3 बनायो, जसो तसो भयो। 3 मन्थको उषाले डेकोरेट गरेको, उषाले नै फोटो खिचेको होला सायद। त्यो खेल्ने कुरा चाहिँ हाम्रो अन्सुमन उहाँ हजुरको हो। भाइको त्यो पाउडर दुध नखाने, भुइँमा सबै छर्ने, खाना चाहिँ खोज्ने। अनि छोरोको पोज हो, सुताइको छोरोको पोजहरू हो। यो चाहिँ उषाको बर्थडे बेलाको फोटो। ठुले आमाले उषालाई टिका लगाइदिएको। चाहिँ मेरो गाउँको बहिनी अनिसाको छोरी र मेरो छोरोको फोटो। यो त सरताईको छोराछोरी भइहाल्यो, मेरो नि छोराछोरी। अनि त्यसपछि उहाँ हजुर हुनुहुन्छ दिजु र भाइ। दिजुलाई पहिला भाइ बुनु चाहियो भन्छिन्थ्यो, बोलिसे थिएन। त्यसपछि भाइ भएपछि भाइ नै मन पर्यो। यति बेला चाहिँ मोमो बनाएको थियो, उषाले मलाई खुवाइदिएको बर्थडे बासमा। यो चाहिँ मेरो भाइ पुन्टे रमाइलो गरेको। हामी दिजु बुनु भइहाल्यो। उहाँ पनि बिन्ताको जेठी छोरी, मेरो छोरी दिजु र भाइ, बिन्ता भाउजू, सरता दिदी, नानी सबैजना। यति बेला छ नि हामी लालबन्दी गएको। मलाई एकदमै लालबन्दी जानु मन लागिरहेको थियो। लालबन्दी घुम्न गएको, जुन मेन ठाउँमा घुम्न जाने भनेको त्यो बन्द भइदिइरहेको कि। जस अरू हेऱ्यो आयो, एकदमै रमाइलो भयो। अनि यो चाहिँ मेरो दिदीको छोरी कुमार दिदीको छोरी र अन्सुमन भइहाल्यो। उहाँ त मेरो मुटु भइहाल्यो होइन। ठुलमामु र छोरो, ठुलमामुले यति केयर गरेछ छोरो। यही भिडियो हेरेर तिमी ठुलमामुलाई सम्झिरहनु है। अनि सुत्केरी टाइममा एकचोटि कपाल कोर्दाखेरि यति धेरै कपाल झर्थ्यो कि मेरो। आई कान्ट इमेजिन अहिले।
छोरोको स्माइल, यत्तिकै ऱ्यान्डम फोटोहरू हो यो सबै। अनि त्यति बेला के छोरोले सानो सानो स्माइल गर्दा गर्दाखेरि पनि कस्तो राम्रो लागेर फोटोहरू क्लिक गरेको थिएँ। यो चाहिँ अनिता दिदी राम्री भएर आउनुभएको थियो, अनि खिच्दै थिएँ। उहाँ खेना दिदी लाटी हुनुहुन्छ, बट एकदमै त्यस्तो लाटी जस्तो देखिँदैन है। उषाको बर्थडेमा गोरी भाउजू लाटी देखिँदै देखिनुहुन्न, मतलब हामीलाई चाहिँ अब सानैदेखि देखेर होला त्यस्तो लाग्दैन, लाटी हुनुहुन्छ जस्तै फिल हुँदैन। उषाको बर्थडे, अनि हामी मैत गएको 10 दिनपछि बाबा भेट्न आउनु भएको थियो कि बिग सरप्राइज हाम्रो लागि। थ्याङ्क यू सो मच बाबा, थ्याङ्क यू सो मच।